हेलो गाइस, अहिले चाहिँ म यहाँनिर ठ्याक्क नगरकोटमा आइपुगेको छु। यो चाहिँ ठ्याक्क हाम्रो घर र काठमाडौँको मिड पोइन्ट पर्छ है, मिड पोइन्ट हो। अहिले ठ्याक्क 10:10 गएको छ। यहाँनिर आइपुगेको छु। आज मिति भन्नुपर्दा चैत्र 23 गते चैत्र दशैं पनि हो र आज चाहिँ हाम्रो हजुरबुवाको श्राद्ध पनि पर्छ। सो घर जाँदैछौँ हामी भन्नाले अहिले चाहिँ यहाँ म छु। अघि आन्टीलाई लिएर यहाँसम्म आएँ, यहाँबाट अनि आन्टी चाहिँ फुपू दिदीको छोराहरूसँग जानुभयो बाइकमा। अनि म चाहिँ यहाँ अङ्कललाई कुरिरहेको छु। अङ्कल चाहिँ गाडीमा आउँदै हुनुहुन्छ काठमाडौँबाट, अनि यहाँसम्म गाडीमा आउनुहुन्छ। अनि यहाँबाट म अङ्कललाई बोकेर जाने कुरा भएर अनि त्यही भएर यहाँ पर्खिरहेको छु। यो चाहिँ ठ्याक्क नगरकोटको बजार हो। यहाँ चाहिँ नि यो यहाँनिरबाट यता छिरेपछि यहाँनिर त्यहीँतिर पर्छ बस पार्क छ, नगरकोट बस पार्क। अनि त्यसपछि हाम्रो घर चाहिँ यता सर गएर यहाँनिरबाट यता तलतिर लाग्नुपर्छ भने, अनि नगरकोटको टावर जाने बाटो चाहिँ यतापट्टि है, यता यो बाटो हुँदै जाने त्यहाँतिर पर्छ। त्यहाँनिर छ नगरकोट टावर चाहिँ, त्यहाँनिर बाटो हुँदै जानुपर्छ। यहाँतिर चाहिँ यस्तै निर्माण कार्यहरू भइरहेछ। यो चाहिँ के हो कुनै खै, अब त्यस्तो बनिएको छ। यो अब केबल कारको लागि त होइन होला। त्यहाँदेखि यस्तो छ, यहाँनिर अब पुरै हाउजिङहरू कोलोनीको निर्माण गर्न लागेको छ, प्लटिङ गरिरहेको छ। बाटो पनि रेडी भइसकेको छ। अब त्यहाँनिर घरहरू बन्ने क्रममा होला। यस्तो छ है त यहाँको अवस्था। नगरकोटको बिहान 10:15 बजीको भ्यू। यतापट्टि अब काठमाडौँ भ्याली पर्ने हो। यता राम्रोसँग देखिएको छैन अहिले, अलिकति धुवालोले गर्दाखेरि। अहिले काठमाडौँ विश्वकै 1 नम्बरमा परिरहेको छ क्यारे प्रदूषणको मापदण्डको हिसाबमा हेर्ने हो भने। सो त्यति राम्रो दृश्य चाहिँ छैन अहिले। यस्तो छ है त। यो चाहिँ नगरकोटको एकदम मेन बजार भनौँ। यहाँनिर होटल लजहरूदेखि लिएर ब्याङ्कदेखि सम्पूर्ण सुविधाहरू यहाँनिर पाउन सकिन्छ है त। बस पार्क चाहिँ यही हो नगरकोटको। यहाँनिर चाहिँ यतापट्टि साइडमा चाहिँ यो श्री गडगडे आधारभूत विद्यालय भन्ने रहेछ। यसकै छेउमै छ बस पार्क। यहाँतिरको रहनसहन बजार अवस्था यस्तो छ है त। बसहरू यहाँनिर आएर बस्छ। बजार यस्तो छ। यो चाहिँ सामुदायिक स्वास्थ्य केन्द्र रहेछ। त्यो चाहिँ बस पार्क चाहिँ हो। धेरै खासै ठुलो त छैन बजार। मेन बजार चाहिँ यतापट्टि नै छ। तर सम्पूर्ण सेवा सुविधाहरू यहाँ पाउन सकिन्छ। ब्याङ्कहरूदेखि लिएर मेडिकलहरू, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी पनि रहेछ त्यहाँ। होटलहरू यहीँ खानाको लागि त्यस्तो केही छैन। यहाँतिर बन्दैछ है यिनीहरू। म चाहिँ ठ्याक्क मेन रोडतर्फ जान्छु। बस पार्क चाहिँ अलिकति भित्रपट्टि छ। मेन रोड चाहिँ यता अगाडिपट्टि हो। यहाँतिर सम्पूर्ण छ नगरकोटको मेन बजार भनौँ न। यो चाहिँ रेस्टुरेन्टहरूदेखि लिएर सम्पूर्ण छ है। यहाँ ब्याङ्क, एटिएमहरू लिएर सम्पूर्ण सुविधा चाहिँ यता। होटलहरू, लजहरू सम्पूर्ण छ। हजुर हजुर ए ब्लग हो सर, ब्लग हो ब्लग। यस्तो छ है त यहाँ डिटेल।
यहाँनिर आएर बस्छ गाडीहरू चाहिँ देन मेन चोक चाहिँ यहाँनिर हो यस्तो छ यतातिरको रहनसहन यो रोयल हेरिटेज इन पनि छ यहाँनिरबाट चाहिँ ठ्याक्क छुट्टिन्छ यो बाटो गयो भने चाहिँ हाम्रो घरतिर जाने बाटो भयो त्यहाँबाट अनि नगरपालिका छुट्टिन्छ गेट छ त्यहाँनिर यतापट्टि चाहिँ नगरकोटको टावर जाने बाटो हो यतापट्टि चाहिँ त्यहाँबाट छुट्टिन्छ यहाँतिरको यस्तो छ यही चोककै साइडमा चाहिँ यहाँनिर सानो पार्क जस्तो छ नगरकोट लेखेको यहाँ एउटा नेपालको झन्डा पनि छ ठुलो यस्तो पार्टी जस्तो पनि छ यता बाटो चाहिँ अहिले यो ग्राभल मात्रै छ पिच गरेको थियो पहिला अहिले चाहिँ बिग्रेर फेरि ग्राभल गरेको छ अब चाँडै हुन्छ होला सायद पिच त्यो यस्तो छ है त ल तिन्दो बाटो यहाँनिर छ चोक यहाँ चोक छ एउटा पार्क जस्तो पनि रहेछ नगरकोट भनेर लेखेको छ यहाँनिर पार्कमा चाहिँ मान्छेहरू आएर फोटोसोटो पनि खिच्दा रहेछ नि एउटा ठुलो झन्डा पनि छ यहाँनिर ठ्याक्क चोक तिन्दो बाटोको ठ्याक्कै साइडमा यस्तो छ यहाँको नगरकोट लेखेको छ यस्तो छ है त यस्तो छ रमाइलो छ ठाउँ बाटो चाहिँ अहिले अलिकति ग्राभल मात्रै भएर अलिक ठुलो उड्ने चाहिँ देखिन्छ नत्र एकदम राम्रो छ यस्तो यहाँनिर पार्कनेर चाहिँ चौर पनि छ है मजाले बस्न ओर्न अनि मिल्ने खालको सल्लाहको रुखहरू धेरै छ यहाँ यस्तो छ है त्यो एउटा सानो पार्क जस्तो विश्राम स्थल भनौँ न झन्डा फहराइरहेको छ है यहाँ चाहिँ घाम ताप्ने भयो यहाँनिर चाहिँ शीतल ताप्ने एउटा पार्टी छ यहाँनिर आएर यसरी मजाले शीतलमा बस्न सकिन्छ